हेलो नमस्कार सबैमा। तपाईँहरू कस्तो हुन्छ, सन्चै हुनुहुन्छ? तपाईँहरू नि ब्रेकफास्ट बनाउनको लागि सोचिरहनु भएको छ भने यसरी बनाउनुहोस्। ओट मिल्क बनाउनुहोस्। कति ओट मिल्क हाल्नुहुन्छ त्यो अनुसारले हाल्नुहोस् है। 2 मिनेटमा रेडी भइहाल्छ। अब ठन्डीको सिजन पनि आउँदैछ हो। ठन्डीको सिजनमा झन् एकदम यो खानु जरुरी हुन्छ र बिमारीहरू छ भने, खाना रुच्दैन भने पनि यसरी बनाएर दिनुहोस् र खानुहोस्। हल्का फ्राई गर्नुहोस्। अनि तपाईँ सुगर खानुहुन्छ भने सुगर हाल्नुहोस्, हनी खानुहुन्छ भने हनी हाल्नुहोस्। यो बनाना हाल्दा पनि हुन्छ, हल्का बनाना स्विट हुन्छ है। अन्त यसरी बनाउनुहोस् स्लाइस काटेर। 2 मिनेटमा रेडी हुन्छ। अब यो ओट मिल्क हाल्नुहोस्। ठन्डीको सिजनमा त ओट मिल्क एकदम राम्रो हो, हेल्दी पनि हो। यसरी बनाना हाल्नुहोस्। ड्राई फ्रुट अघि फ्राई गरेको हाल्नुहोस्। रेडी भयो। यसरी इन्जोय गर्नुहोस् होला।